हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल दिस इज अप्सलन अनि तपाईँहरूलाई फेरि पनि स्वागत छ। यो चाहिँ दुबईमा आज चाहिँ डिसेम्बर 19 अनि सिन्स केही दिन अगाडिदेखि चाहिँ यहाँनिर पानी परिरहेको छ, त्यस्तरी होइन तर जस पानी परिरहेको छ। आज राति पनि 12 बजीदेखि पानी दामी परिरहेको थियो अनि त्यसैले गर्दा आज चाहिँ दुबईको हाल त्यस्तो छ होइन। अनि मसँग सानो क्लिप चाहिँ राति उठेको बेला यसो भिडियो खिचेको थिएँ, म चाहिँ क्लिप पनि एड गरिदिन्छु कस्तो भएको थियो भनेर हेर्नुको लागि। यो बस वेट गरेर आएको छु, बस आउँछ कि आउँदैन के पनि थाहा छैन। अझ एउटै बस त आएको छैन, त्यही अब ड्युटी जानु लागेको अहिले चाहिँ म चाहिँ। अनि हेरौँ अब उता के हालत भएछ भनेर। म चाहिँ पानी गुरुङ गुरुङ परोस् अनि ड्युटी जानु नपरोस् भनेर क्या खुसी भएर बसेको थिएँ, तर के गर्ने है पानी रोकिहाल्यो, अब जानुपर्छ भइहाल्छ। अनि मेरो पारा है ज्याकेट हुडी नेपालमा भन्दा डेन्जर भएर हिँड्न लागेको छु म। नेपालमा भन्दा नि खतरा अन्त हुडी सुडी ज्याकेट होइन हेभी भएर। अन्त यही हो है, रोडतिर पनि पानी त जमिरहेको तर सकिसकेछ। राति डेन्जर जमेको थियो, उठेर हेर्दाखेरि अहिले छैन केही पनि, क्लिन निट एन्ड क्लिन भइसक्यो। ए ड्युटी जानु भने बसमा मस्त शुद्ध आइरहेको थियो, यहाँ दुनियाँ बदलिसकेको रहेछ। अनि ए सब पानी जमेर गाडीहरू सबै डुबेर बसेको छ यहाँनिर। त्यहाँनिर बस रोक्यो अनि त्यसपछि अब यहाँ जाँदैन, पुरै मान्छे घाँटीसम्म पानी आउने रहेछ भनेर त्यहाँबाट उत्रेर यो बाटो लुकुर हिँड्दै अब उतासम्म जानुपर्ने हो। त्यो के गर्ने जाउँ नजाउँ भइरहेको छ म। ड्युटी पनि यस्तो हालत छ, लु पानी जमेर सिट। अझै बाटो कति लामो छ फेरि, 2-3 किलोमिटरभन्दा बढी छ। नि कसरी जानु र म त्यत्रो बाटो अनि है, गाडीहरू त कसरी गइरहेको छ बिहाल्छ दुबई खाल्छ बिहाल्छ। अब त्यही हो, जाँदैछु यहाँबाट अलिअलि हिँड्नुपर्ने छ। टाइम हत्सिस कन्डोमा ठोकिदिएर यहाँबाट अलिअलि हिँड्नुपर्ने त अलिअलि होइन, धेरै छ। अब के गर्ने, किनभने त्यहाँ मेट्रो स्टेसनसम्म मात्र पुग्न पाएँ भने त्यहाँबाट बस पाउँछु मैले अर्कै रुटको। तर पनि त्यहाँ सुधा पनि अब पानी जमिरहेको हुन सक्ने भन्ने चान्सेस छ कि, किनकि त्यहाँ चाहिँ कुन चाहिँ गतिलो ठाउँ हो र त्यहाँ पनि त्यस्तै खाल्टाङ खुल्टुङ छ होइन। लेट्स सी, तर इन्जोय भइरहेको छ आज यस्तोमा हिँडेर। कपाल त्यत्तिकै उडिरहेको छ। नुहाएपछि यस्तै हुन्छ क्या, नुहाउनै मन लाग्दैन। ओके अहिले चाहिँ यो गल्ली गइरहेको छु म होइन। यति हेरौँ कता पुगिँदो रहेछ। यो गल्ली जान्छु म अब। ओके अनि यस्तै हो कि दुबईमा अब प्रायः पानी पर्दैन नि त यो देशमा। उल्लुक जता नि यत्तिकै सो प्रायः पानी पर्दैन यो देशमा। अनि त्यसपछि पानी नपर्ने भइसकेपछि पानीको लागि त्यस्तो सोचेर घरहरू बनाएको हुँदैन, रोडहरू बनाएको हुँदैन नि त। अनि पछि अलिकति पनि पानी पऱ्यो भने अनि त्यसपछि हुने यस्तै हो। त्यो हाम्रो नेपालमा त्यो पर्ने पानी 2 मिनट मात्र पर्यो भने नि होइन खलास, यहाँ त्यसो चाहिँ केही नसोचे हुन्छ। अनि त्यसपछि त्यस्तो खालको हुन्छ यहाँनिर। अब हिँडौँ, 8 बजी ड्युटी टाइम त सकिसक्यो। मैले हिजो यसो प्लान गरेको थिएँ क्या, कि डक्स पानी परोस् रातभरि म ड्युटी जाँदिनँ भनेको थिएँ। बिहान के जोस चढेर हिँडेको थाहा छैन क्या भनेको थिएँ, त्यही भएर हो। अब हेरौँ कहाँसम्म पुग्छौँ है त। हेरौँ लु, जहाँ पनि यस्तो जुन गली छिरे पनि जहाँ पनि यस्तो यार आज ड्युटी नजाऊ भने जस्तो फर्किम गर के छ यस्तो मेहनत गरेर ड्युटी गयो नि के पाउने होइन आखिरमा भनेको। फर्किम क्या हो घर के छ फर्किँदैन, ड्युटी खाली बाली हानिदिन्छु नयाँ त्यही भनेको। यस्तो पाराले म ड्युटी गरेर हुन्छ त नि, तर घर फर्किँदा नि फेरि बस चल्नु पऱ्यो नि त, यतै पुग्नु पऱ्यो। गाह्रो छ मलाई यार, गाह्रो छ। केही छैन, यो जेट्स कि लिएर जानु पर्ला जस्तो त्यहाँ राखिरहेको रहेछ पार गरेर। यो लिएर होइन गुड्ने पनि बग्ने पनि के कसो। यो त यहाँ त झन् डेन्जर रहेछ त नि, यहाँबाट गाडी आयो भने त के हुन्छ होला। यो यही बाटो हो त अनि साँच्ची त्यो बस आउने त चान्सेस छैन खोइ, चान्सेस छैन। अब यताबाट उल्टो बाटो जाँदैछु म, उल्टो बाटो हिँड्दैछु टरक। उयो काली दिदी पनि सायद मै जाने ठाउँतिर जाने हो। अगाडिहरू अझै छन्, केही छैन, म त इन्जोय गरिरहेको छु। इन्जोय
अब हेरौँ यहाँसम्म त आइपुगिसक्यो अब यहाँबाट यता गइसकेपछि मेट्रो स्टेसन छ होइन मेट्रो स्टेसन छ अब लेट्स सी त्यहाँबाट नि जान सक्यो भने सक्यो सकेन भने चाहिँ छोरो म बरु यतै सुइदिन्छु भुइँतिर होइन तर यताउता जाने छैन ममा हिम्मत अलरेडी यति हिँडिसकेँ म योभन्दा बढी हिँड्यो भने त म परलोकै पुग्छु होला भनेको ऊ फर्के तिनीहरू छैन 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 तिनीहरू पनि त्यहीँ जान थालेको तिनीहरू फर्क्यो भनेपछि सक्यो सक्यो अब यस्तो नाथे उनीहरूलाई कमाइ खान पनि कति दुःख गर्नु परेको गर्नु भने चाहिँ लास्टै त्यहीमा त्यो हाइवे हो कसरी क्रस गर्छ क्रस गर्नै सक्दैन नि त्यो हाइवे त अझ म त आज काम गरेर खान्छ भनेर आशै मरिसक्यो मेरो त भनेको भने हालत यताबाट जाने भनेर यहाँको हालत यस्तो छ कसरी जाने कहाँबाट जाने ओहो मरिहाल्छ जस्तो आज यतिकै यतै अब के हो त्यो ब्रिज आई थिङ्क त्यो नि ब्रिज हो कि होइन के हो कुनै त्यहाँबाट त्यो नि ब्रिज होइन जस्तो लागिरहेको मलाई अब लेट्स सी के गरिन्छ अब यहाँसम्म आइपुगिसकेँ म अब यहाँनिर खै अब उयो ब्रिज क्रस गरेर अन्त त्यो पारी गएर बस खोज्न ट्राई गर्थेँ यार म कस्तो हालत छ तर आकाश चाहिँ यस्तो दामी देखिरहेको छ वाउ रियली असम असम भन्दा नि असम असम भएर आउँछ कहाँ खास जानुपर्ने उता हो यता आइपुगिसक्यो के गर्न खोज्यो के हुन्छ केही थाहा छैन उयो काली दिदीसँग गफ हान्दै हिँडिरहेको छु म यहाँ टुप्पोमा आएको छु म त बुर्ज काफ्ले भाइ त्यहाँ छ होइन बुर्ज काफ्ले जानुपर्ने यहाँबाट उता मेट्रोबाट यस्तो जानुपर्ने अब यहाँ आइपुग्यो अब यताबाट नि बसको लागि ट्राई गर्छु लेट्स सी के हुन्छ जिन्दगी हो थाक यार जिन्दगीले जहाँ जहाँ लान्छ त्यहाँ जानै पऱ्यो जान्न भनेर नपाइने रहेछ होइन जुत्ता पुरै भिजिसक्यो मान्छे ठिस भइसक्यो अब अर्को कुरामा कन्फ्युज छु कि त्यहाँ गएर बस वेट गरौँ कि उता गएर बसै हेरेरै बस त्यहाँबाट छोडौँ भन्ने भइरहेको छ लेट्स सी है त गरे बलराम दुबे आएर रातभरि पानी पारी ड्युटी जान हिँड्नु परेर ओहो अब कहाँ पुगिन्छ थाहा छैन के गरिन्छ थाहा छैन यो बस स्टपमा गएर बसिन्छ बस आउँछ आउँदैन थाहा छैन धररङ नङ 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 दिस इज रियल सिट होइन ओ सिट कति हिँड्यो 3-4 किलोमिटर हिँडिसक्यो अब यहाँबाट अझै के गर्नुपर्ने हो थाहा छैन कति स्ट्रगल गर्नुपर्ने हो थाहा छैन आज त अफिसमा गएर म क्या हल्का मचाइदिन्छु म coming बस आयो है बस आयो यत्रो मेहनत पछि फाइनली यत्रो दुःख पछि चाहिँ बस पाइयो अब बस पाइसकेपछि यस्तो पुग्यो अब ड्युटीमा मजाले केही प्रब्लम छैन तर फर्किने बेला चाहिँ के हुन्छ थाहा छैन क्या त्यही मात्र चिन्ता हालेको तर मजाले पुगिन्छ चिन्ता छैन ओके सो नाउ अहिले चाहिँ बस पाएँ मैले बस सडेर अनि ट्याक यहाँनिर त्यो बस स्टपमा आएर त्यहाँनिर आएर अनि एउटा कफी पनि छ लिएर अनि त्यहाँबाट म यसो जाँदैछु अफिस अनि अफिस पनि म पुगेँ भने नि अब 100 मिटर जति परछ बस 2300 मिटर अलिकति गाउँ पारेर पुग्न लाग्यो अब त्यो अफिसको पुगेर त के देखाउनु अब मैले आज देखाउनु खोजेको यही जर्नी हो कति स्ट्रगल गर्नुपर्छ ड्युटीसम्म जानको लागि भनेर अनि त्यो हुन नि भयो सो नाउ अब त्यो यो यहाँको वेदर चाहिँ न वाउ यस्तै वेदर सधैँ भयो त यार दुबई त स्विजरल्यान्ड जस्तो फिल हुन्थ्यो होला मलाई क्या सो अब त्यही हो म कफी इन्जोय गर्छु त्यसको साथमा यो भ्लगलाई यहीँ इन गर्छु सो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो लभ यु